हेलो एभ्रिवान। सो आजको भिडियो चाहिँ समय रेखासँग रिलेटेड छ है त। धेरैजनाले समय रेखाको डिटेल भिडियो चाहिँ खोज्दै हुनुहुन्थ्यो। सो तपाईँहरूको लागि यो भिडियो रहेको छ। समय रेखा बनाउँदा सबैभन्दा सुरुमा प्रश्नले दिए अनुसारको समयका पुरा डिटेल्स चाहिँ राख्नुपर्ने हुन्छ। तपाईँलाई स्क्रिनमा देखाएको जस्तै गरी पुरा मितिहरू चाहिँ यसरी टेबलमा राख्नुभयो भने सजिलो हुन्छ। अनि साल मात्रै राखेर हुन्छ त होइन है, डिटेल भएको चाहिँ मितिहरू चाहिँ तपाईँहरूले छान्नु पर्ने हुन्छ। अनि त्यो मितिहरूलाई चाहिँ यसरी चाहिँ समावेश गर्नु होला। त्यस पछाडि अब समय रेखा बनाऊ है त। समय रेखा बनाउँदाखेरि चाहिँ तपाईँले सबैभन्दा सुरुमा स्केलिङ डिभाइड गर्नु पर्यो। एउटा पोइन्टदेखि अर्को पोइन्टसँग जति डिभाइड गर्नुभएको छ त्यति नै अर्कोसँग डिस्टेन्स गरेर यसरी इयर चाहिँ डिभाइड गर्दै जानु होला। अनि मैले अगाडिको भिडियोमा पनि भनेको छु, फर्स्ट पोइन्ट भनेकै वैशाख हो क्या। त्यस पछाडि सर तपाईँहरूले 11वटा पोइन्टहरू चाहिँ तान्नुहोस्। यसै गरी है, मैले भिडियोमा देखाएको छु नि त्यस्तै गरी तान्नु होला। त्यस पछाडि जब लास्टमा पुगिन्छ अनि अर्को स्टार्ट हुने बेलामा चाहिँ तपाईँले फेरि वैशाख सुरु हुन्छ क्या। त्यही भएर यसरी चाहिँ 12 महिना चाहिँ डिभाइड गर्नुपर्ने हुन्छ। अनि यसले गर्दा तपाईँले महिना देखाउन सक्नुहुन्छ। अब धेरैवटा डेटहरू छ भने तपाईँहरूले चाहिँ त्यसमा चाहिँ अब एउटा ग्यापलाई 2 वर्ष मान्न सक्नुहुन्छ। 2 वर्ष भन्नाले एउटा महिना चाहिँ एउटा पहिला वैशाख महिना थियो नि, त्यसमा चाहिँ एउटै लाइन वैशाखलाई चाहिँ 2 हुन्छ क्या 2 वर्ष मान्दा। 3 वर्ष मान्नुभयो भने 3 हुन्छ। यसरी चाहिँ डिभाइड गर्नुपर्ने हुन्छ। अनि तपाईँले चाहिँ जुन ग्यापमा कति वर्ष मान्ने भन्ने कुरा चाहिँ 12लाई डिभाइड जाने चाहिँ मान्नु होला। किनभने हामीले त एउटा लाइनलाई महिना मान्नु छ नि त। 1 वर्ष माने 1 महिना मान्ने, 2 वर्ष माने 2 महिना मान्ने, 3 माने 3, 4 माने 4। तर 5 माने भने के हुन्छ, वैशाख जेठ असार साउन भदौ एउटा लाइन, अनि असोज कार्तिक मङ्सिर पुष माघ, अनि फेरि अर्कोमा फागुन चैत। फेरि वैशाख जेठ गर्दाखेरि मिस्टेक हुन सक्छ। सो स्क्रिनमा देखाएको जसरी चाहिँ तपाईँले मार्जिनहरू तान्नु होला। त्यस पछाडि यस्तो तरिकाले जुन मैले तपाईँहरूलाई स्क्रिनमा देखाइरहेको छु त्यो तरिकाले चाहिँ लाइन तानेर घटनाक्रम देखाउन सक्नुहुन्छ। र अन्त्यमा तपाईँले साइडमा चाहिँ मिति चाहिँ यसरी स्केलहरू चाहिँ खुलाइदिनु पर्ने हुन्छ। 1 वर्ष 2 वर्ष कति मानिएको छ त्यो स्केल चाहिँ खुलाइदिनु पर्ने हुन्छ। मेरो सानो मान्छे पनि यहाँ आउनु भएको छ भिडियोमा। हजुरहरूले हाई भनिदिनुहोस् त दादा दिदीहरूलाई। हाई, राम्रोसँग पढ्नुहोस् भन्नु। अनि यसरी चाहिँ समय रेखा बनाउनु भयो भने अझै बेटर हुन सक्छ। सो राम्रोसँग पढ्नु होला। हेभ अ नाइस डे। अनि स्टे ट्युन्ड। म अरू पनि भिडियोहरू अपलोड गर्नेछु। समय रेखाको लागि चाहिँ यति नै विषयवस्तुले सायद तपाईँहरूले बुझ्न सक्नुहुनेछ है त। थ्याङ्क यू सो मच।